काठमाडौँ उपत्यकाभित्री बाढीको ठूलो खतरा, माइतीघर डुबानदेखि बागमतीले नाग्यो सतर्कता तह, प्रमुख राजमार्गहरू बन्द। अविरल वर्षाका कारण देशभरका विभिन्न भागको जनजीवन अस्तव्यस्त बनेको छ। राजधानीको मुटु मानिने माइतीघर क्षेत्र सामान्य वर्षामा पनि जलमग्न हुने नियतिबाट यसपटक पनि मुक्त हुन सकेन। फितलो र लज्जास्पद ढल व्यवस्थापनका कारण सडकहरू पानी पोखरीमा परिणत हुँदा सवारी आवागमन प्राय ठप्प बनेको छ भने पैदल यात्रीहरू कष्टकर यात्रा गर्न बाध्य भएका छन्। हरेक वर्ष दोहोरिने यो समस्याले शहरी पूर्वाधार विकासमा राज्यको गैर जिम्मेवारीपनलाई उदाङ्गो पारेको छ। जलमग्न क्षेत्रमा शास्ति खेप्नु परेपछि प्रशासनले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न र विशेष सावधानी अपनाउन अपिल गरेको छ। काठमाडौँ उपत्यकाभित्र बाढीको ठूलो खतरा मडारिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा पानीको सतह 2.41 मिटर पुगेको छ, जुन 2.1 मिटरको सतर्कता तहभन्दा निकै माथि हो। नदीको बहाव निरन्तर बढ्दो क्रममा रहेकाले विभागले नदी तटीय क्षेत्र तथा डुबानको जोखिम भएका बस्तीका बासिन्दालाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। राजधानी जोड्ने लाइफलाइन मानिएका प्रमुख सडकहरू पहिरोको उच्च जोखिमका कारण बन्द गरिएका छन्। चितवन र धादिङ लगायतका क्षेत्रमा लगातारको वर्षाले पहिरो खस्ने सम्भावना बढेपछि स्थानीय प्रशासनले नारायणगढ मुङलिन सडक खण्ड र चितवनतर्फको पृथ्वी राजमार्ग राति 10 बजेदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। यता देशको सुदूरपश्चिम खण्ड पनि बाढीको चपेटामा परेको छ। पहाडी क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बहाव भयानक रूपमा बढिरहेको छ। आइतबार बिहान शारदा ब्यारेजमा 35,000 क्युसेक रहेको पानीको बहाव अपराह्नसम्म आइपुग्दा बढेर झन्डै 60,000 क्युसेक पुगेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले नदीको सतह अझै बढ्ने चेतावनी दिँदै तटीय क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान र सुरक्षा निकायको सूचनालाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन्। समग्रमा कमजोर ढल निकास र फितलो पूर्व तयारीका कारण देशका मुख्य सहरहरू डुबानमा छन् भने पहाडी भूभागमा पहिरो तथा तराईमा बाढीको सङ्कट चुलिएको छ। नागरिकको सुरक्षाका लागि राज्यका संयन्त्रहरू हाई अलर्टमा बस्नुपर्ने बेला आएको छ।